सन्दीप लामिछानेलाई मात्र होइन, यसै गरी उनीहरूले धेरैजना व्यक्तिहरूलाई युज गर्दै लाइक भ्युजको लागि सोसियल मिडियामा चलेका व्यक्तिहरूलाई फोटो युज गर्दै उनीहरूले चाहिँ मजाक बनाउँदै रहेछन्, खिल्ली उडाउँदै रहेछन्। जसै गरी एलिना चौहान दिदी र समीक्षा अधिकारी दिदीको भिडियो पनि हेर्नुहोस् र उहाँले के भनेको छ सुन्नुहोस्। यता फसिन्छ यता नि फसिन्छ पनि चाहन्छु उहाँ चाहिँ अलिक कराउनुहुन्छ जस्तो लाग्यो हो कराउनु पर्छ न त हामी बिग्रिहाल्छौँ नि ब्रो। होइन बिग्रिने होइन तपाईँलाई बिगार्ने गरी कराउनुहुन्छ जस्तो लाग्यो मलाई हजुरले सुन्नुभएकै होला। र उहाँले चाहिँ यसरी नै अरूहरूको फोटो भिडियो हाल्दै र उनीहरूको मजाक उडाउँदै खिल्ली उडाउँदै भिडियोमा लाइक भ्युजको लागि यतिसम्म गरिरहेका छन्। र यतिसम्म हाम्रो देशको नेपालको ब्रोडकास्टको भ्याल्यु यही हो त, हाम्रो देशको नेपालको ब्रोडकास्टको भ्याल्यु। र एउटा कलाकार जस्तै रहेछन् नि त्यो दिदी बहिनीहरू आन्टीहरू होइन, त्यो आन्टीहरूले बोल्ने तरिका अब हाम्रो मुभी इन्डस्ट्रीमा फिल्म इन्डस्ट्रीमा होइन कस्तो खालको मान्छे राख्ने, यस्तो व्यवहार भएको मान्छे चाहिँ कदापि नराखिदिनु होला, किनभने हामीले रुचाउने हो हजुरहरूलाई होइन। र यस्तो बोलिरहेको छ सन्दीप लामिछाने दाइलाई होइन, यो बोल्दाखेरि कदापि हामी चित्त बुझेको छैन। र जुन यो एलिना चौहान र समीक्षा अधिकारी दिदीले भनेको छ त्यो ब्रोडकास्टको दाइहरूले, अनि उहाँहरूलाई चाहिँ म एउटा कुरा के भन्न चाहन्छु र पब्लिकको कुरा है यो चाहिँ, यसै गरी होइन त्यो ठाउँमा हजुरको वाइफ अनि हजुरको दिदी हजुरको बहिनीलाई राखेर त्यसरी नै जज गरेको भए कस्तो लाग्थ्यो? कमेन्ट गर्नु होला है, चित्त नदुखाइकन। जसरी नै हजुरहरूले उहाँहरूले प्रयोग गरिराख्नु भएको छ लाइक भ्युजको लागि, त्यसै गरी हजुरले आफ्नो फ्यामिलीलाई यहाँ प्रयोग गर्नुहोस् त, कस्तो लाग्छ? अनि त्यसपछि यहाँ लाग्छ कि यहाँ लाग्छ कि यहाँ लाग्छ कि भ्युजमा लाग्छ, अनि त्यसपछि हजुरले कमेन्ट गर्नु होला। नराम्रो लागेको भए ठिक छ, हजुरहरूले पनि अरूलाई यसरी नै बाध्य बनाइराख्नु भएको छ नराम्रो लगाउनमा, हजुरलाई पनि नराम्रो लाग्न जरुरी छ। र यो ब्रोडकास्टलाई हजुरले के भन्न चाहनुहुन्छ पब्लिक कमेन्ट गरिदिनु होला। र जसले पनि सब्सक्राइब गरिराख्नु भएको छ अनसब्सक्राइब हानिदिनु होला है, यस्तो च्यानल काम छैन। र धेरैजनाले अब मजाक उडाउनेतिर लागिरहेका छन्, कपिल शर्मा सोमा जाऊ न यार इन्डियातिर, त्यहाँतिर हिस्सा ल्याऊ, भाग ल्याऊ, नेपालको नाम रोशन गर। आफ्नो देशको आफ्नै कलाकारको बेइज्जत गरेर बसिरहेछन् यार, थैट।